मात्र 7 दिनमा मैले अस्ट्रेलियामा 3 महिना काम गरेर कमाउने पैसा गुमाएँ। 10,000 AUD इज गन। एक समय मलाई बिटकोइन, अल्टकोइन, मेमकोइन यहीँबाट लाइफ चेन्ज हुन्छ भन्ने लाग्थ्यो। तर रियालिटी एक गलत डिसिजन अकाउन्ट फुल वाइप आउट। If you are investing in crypto right now, watch this before it's too late. नमस्ते everyone, welcome back to Cashflow Chronicle. आज म मेरो लाइफको biggest financial mistake share गर्न जाँदैछु. So you don't do it. And trust me, the biggest mistake wasn't buying the wrong coin. It was something much worse. 2021-22 तिर crypto मा crazy थियो. जता हेरे पनि एउटै कुरा, Bitcoin to the moon, this coin will do 100x, next Shiba Inu and so on and so. म पनि tempted भएँ. पहिला मैले सानो अमाउन्टबाट स्टार्ट गरेँ. It was $500. And that doubled in a week. त्यसपछि मेरो confidence level was skyrocketed. It was dangerous level मा पुग्यो र मलाई लाग्यो this was really easy money. And that was the starting of the downfall too. Mistake number 1, FOMO buying, यानी कि fear of missing out. जब मार्केटमा हाइप बढ्थ्यो, जताततै कोइनको चर्चा हुन्थ्यो. No own research, not checking project, just pure hype. र त्यही हाइपको लहैमा लागेर मैले पनि पैसा टन्नै हालेँ. मिस्टेक नम्बर 2, बाइङ मिम कोइन्स एन्ड शिट कोइन्स. मैले सोलिड प्रोजेक्ट ब्याक्ड कोइन भन्दा पनि र्यान्डम मिम कोइन्समा पैसा हालेँ. ब्रो, दिस वाज 100x, इनसाइडर इन्फो, लास्ट चान्स एन्ड रिजल्ट, कोइन भ्यानिस्ड, डेभलपर भ्यानिस्ड एन्ड माई मनी डिसपियर्ड. मिस्टेक नम्बर 3, नो रिस्क म्यानेजमेन्ट. मैले क्रिप्टोमा इन्भेस्टिङ स्टार्ट गर्दाखेरि स्टप लस, एक्जिट प्लान एन्ड डिप बाइङ भन्ने कन्सेप्ट राम्रोसँग बुझेको थिएन र इम्प्लिमेन्ट पनि गरिन. एन्ड एज अ रिजल्ट यो सबै ग्याम्बलिङ जस्तै भयो. मिस्टेक नम्बर 4, लेभरेज ट्रेडिङ. यो मेरो सबैभन्दा ठुलो गल्ती. 500 AUD हालेर कसरी छिटोभन्दा छिटो 5000 AUD कमाउने भन्ने र मार्केट अलिकति पनि फ्लक्चुएट हुने बित्तिकै फुल लिक्विडेटेड. सबै पैसा 5 सेकेन्डमा गयो. मिस्टेक नम्बर 5, इमोसन ट्रेडिङ. लस भएपछि रिभेन्ज ट्रेडिङ. प्रफिट हुँदाखेरि ग्रेड, नट रियलाइजिङ द प्रफिट. डिप हुँदाखेरि पेनिक सेल and pump हुँदा फेरि buying. Basically, I was buying high and selling low. As an immigrant in Australia, 10,000 AUD is a huge amount. त्यो पैसा क्रिप्टोमा हाल्नुभन्दा अरू कुनै क्षेत्रमा लगानी गरेको भए I would expect huge return by now. जस्तै शेयर मार्केटमा, ASX मा, US स्टक मार्केटमा, नेपालमै पनि लगानी गरेको भए पनि I would get much more return than this. यो त भयो सबै मिस्टेक्सहरू मैले गरेको पास्टमा गरेको मिस्टेक्सहरू. Now let's talk about the lessons that I learned from those mistakes. Lesson number 1, now मैले अब क्रिप्टोमा लगानी गर्दा त्यो प्रोजेक्टहरुमा मात्रै लगानी गर्छु जुन प्रोजेक्टहरुको बारेमा फन्डामेन्टली मलाई सबै थाहा छ. त्यो प्रोजेक्ट किन हो, केको लागि बनाइएको हो र त्यो प्रोजेक्टको कतिको पोटेन्शियल छ फ्युचरमा, प्रोजेक्टको डिमान्ड कतिको हुनेछ. Is that project solving the real problem in the world? Lesson number 2, I mostly now do long term investing. Short term छिटो भन्दा छिटो पैसा बनाउनु भनेर क्रिप्टोमा पैसा हाल्न सुरु गर्नुभयो भने त्यो भन्दा डबल छिटो पैसा लुज गर्नुहुन्छ. तर क्रिप्टोमा यो भन्दै गर्दा पैसा नै छैन भन्ने होइन. लङ टर्म सोचेर राम्रो प्रोजेक्टमा 5 वर्ष एटलिस्ट 3 देखि 5 वर्षको सोचेर पैसा हाल्नु भयो भने चाहिँ अफ कोर्स यु विल गेट गुड रिटर्न्स. ट्रेडिसनल स्टक मार्केटमा भन्दा त राम्रै रिटर्न आउँछ. लेसन नम्बर 3, अब मैले शिट कोइन र मिम कोइन्सहरुमा पैसा हाल्छु. I only buy those coins which are backed by fundamental and real-time usage coins. Lesson number 4, diversification. क्रिप्टोमा मात्रै भए जतिको सबै पैसा खन्याउनु भनेको एकदमै मूर्खता हो. त्यो भन्दा क्रिप्टोमा र अरू मार्केटहरुमा अब मैले मेरो पोर्टफोलियो डाइभर्सिफाई गर्ने गर्छु. जस्तै US मार्केटमा, अस्ट्रेलियन स्टक एक्सचेन्जमा, नेपालमा, गोल्डमा, क्रिप्टोमा, बिटकोइनमा, इथेरियममा इत्यादि. लेसन नम्बर 5, नो लेभरेज ट्रेडिङ. लेभरेज ट्रेडिङ भन्नु भनेको एकदमै रिस्की हुन्छ र स्पेशली तपाईसँग यदि एक्सपिरियन्स छैन भने लेभरेज ट्रेडिङ तपाईको लागि होइन. छिटोभन्दा छिटो कसरी पैसा कमाउने भनेर टिकटक रिलहरुमा र इन्स्टाग्राममा रिलहरुमा देखाए जस्तो सजिलो हुँदैन. यसमा पैसा गुमाउने एकदमै हाई चान्स हुन्छ र तपाईसँग रियाक्ट गर्ने टाइम एकदम कम हुन्छ. इफ दिस भिडियो इभन सेभ्स 1% फ्रम लुजिङ मनी, इट वाज वर्थ मेकिङ. के तपाईले पनि क्रिप्टोमा पैसा डुबाउनु भएको छ? बी अनेस्ट एन्ड प्लिज कमेन्ट डाउन how much. Please like and subscribe. This is Purushottam from Cashflow Chronicles. See you in the next one.